दसैँ हो राजा आज दसैँ हाम्रो लागि दसैँ हो कि तिहार हो आज चाहिँ केही पनि होइन दसैँ तिहार आज चाहिँ रोटी खान मन लागेको भएर छुट्टीको दिनमा मेरो बुढीले चाहिँ मिठो रोटी आजभोलि चाहिँ बुढीले नेपालमा हुँदा रोटी बनाउन जान्थेन तर जापानमा आएपछि चाहिँ एकदम राम्रो मिठो रोटी बनाएको छ है एकदम राम्रो अनि चटनीमा चाहिँ आलु र के अरे बन्दाको आलुदम टाइपको प्याज हालेर होइन अनि यो चाहिँ एकदम मिठो के अरे कलेजो पाङ्रा एकदम मिठो छ त्यसपछि च्याउ र साग होइन मासुन्दा खाए नि बनाउँछ मेरो बुढीले एकदम मिठो रोटी त यस्तो मिठो सरी मिठो भएको छ कि अनि बाबुको लागि चाहिँ दाल रोटी खाऊ राजा मिठो छ रोटी खाऊ रोटी